हेलो गाइज वेलकम छ सबैजनालाई मेरो सानो ब्लगमा। मैले धेरै दिनपछि ब्लग हालिरहेको छु किनकि म अलिअलि बिरामी जस्तो पनि छु अनि त्यति मलाई ब्लगमा इन्ट्रेस्ट लाग्दैन, कहिले कहिले मात्र बनाउँछु। त्यो पनि एउटा मेमोरीको लागि युट्युबमा हालिसकेपछि बस्छ नि त, सेभ बस्छ, त्यसैको लागि बनाएको। हामीले चाहिँ आज ब्लग बनाउने कारण के हो भने हामी घुम्न जाँदैछु। हाम्रो साथीहरू यता छ, साथी बहिनी होइन त। हामी चाहिँ कहाँ जाँदैछु भनेपछि हरेनको माइला दाई के भन्छ अरे साथीहरू माइला दाई चिया एड माइला म गएको छैन, फर्स्ट टाइम जाँदैछु। उनीहरू चाहिँ गइसकेको छन् तिमीहरू? ए छैन अरे, म पनि गएको छैन। कस्तो रहेछ यस्तो हेर्दा चाहिँ राम्रै लाग्छ। अब राम्रो नै होला। जाँदैछु माइला दाईको चिया पसलमा, राम्रो राम्रो भनिरहेको थियो सबैले। हेर्नु जाँदैछु। हेर्नु हाम्रो यहाँ साथीहरूको बिहाल हेर्नु न यहाँ। तर रमाइलो लाग्छ होला। म पनि भर्खर नुहाइधुवाइ गरेर सक्यो, अब रेडी हुँदैछु। रेडी भइसकेपछि कस्तो के हुन्छ तपाईँहरूलाई सबैलाई देखाइदिन्छु। ओके बाई बाई अहिलेको लागि। यो चाहिँ दुईजना हो, भर्खर नुहाएर आएको छ। हेर्नु त हामी चाहिँ अहिले यहाँनिर अटोमा आयो है। अघि पुरा रेडी भएको भिडियो चाहिँ बनाउनु पाएन, सरी गाइज। अनि हामीहरू चाहिँ अहिले मयुरीमा छौँ, माइला दाई हुने ठाउँ जाँदैछ हामी माइला दाईलाई भेट्न। माइला दाईको अड्डामा है हामी आउँदैछ, हेर्नु होला। हाम्रो ड्राइभर अङ्कलले नि खतरा गीत बजाउनु भएको छ फेरि। हाम्रो त्यहाँनिर साथीको भाइ भेट्यो है। खोइ तेरो उयो ओइ के छ भाइ? ओइ के छ? भाइहरू त हिरो भएछ त। खोइ तेरो गिटार सिटार बोकेर गएको थियो त। आज घर आउनु नहुने। यो चाहिँ हाम्रो ह्यान्डसम भाइ है। त्यत्रो भयो आमा मन पर्दैन। राम्रो भाइ, ह्यान्डसम, मेरो दोस्तको भाइ है यो चाहिँ। ल ल मौज गर्नुपर्छ, एकछिन गएर आउने हो। के को मौज? हामीलाई कस्तो देखाएको छ कमेन्ट गरिदिनु होला है। एउटा दिदी देखिन त, दिदीलाई त देखिरहेछ। अब हामी यहाँ अहिले हिँड्दैछु। हामी अहिले गुड्दैछु। म माइला दाईको अड्डा पुगेपछि के भनेछु है। ए हाम्रो माइला दाईको अड्डा आइसकेको छ। सरी सरी ए माइला दाईको अड्डा हालिदिनु के भेटेको छ त? के अरे दिनु त ब्लगरहरू पैसा दियो पक्रिला। अहिले लभ डाँडामा जाँदैछु है गाइज। हामी माइला दाई भेटेर आएर पनि लभ डाँडा जाँदैछु। अनि लभ डाँडा गएर फेरि माइला दाई भेटेर जानेछु घरमा। माइला दाई भेटेको भिडियो बनाउनु पाएन किनकि त्यति बेला अलि बिजी थियो कि, अलि बिजी हामीहरू क्या होइन, बिजी थिए हामी है हो। अहिलेको लागि चाहिँ बाई बाई। उहाँ लभ डाँडा पुगेपछि देखाउने छु हाम्रो लभ डाँडा जाने बाटो है यो। मैले भ्लग हाल्यो। हाम्रो चाहिँ लभ डाँडा देख्दैछ यहाँबाट अलिअलि, हेर्नु होला। खोइ त ऊ त माथि माथि हेर्नु होला त। हाम्रो यहाँदेखि लभ डाँडा कस्तो राम्रो देख्छ। सबैजना घुम्न आउनु होला, राम्रो छ। हामी जाँदैछु लभ डाँडा है त। तिमीहरू दुइटा चाहिँ को अरे? सिस्टर्स। अघि जस्तो गर्दा फेरि यो चाहिँ को त? यो चाहिँ को? ल यहाँदेखि जान्दैन अरे। अब यहाँदेखि चाहिँ जानु पर्यो हामी अरूले है। हामी चाहिँ मयुरीमा आएको है बहिनी। हामीहरू जाँदैछु लभ डाँडा लपर्नलाई। लभ डाँडा हामी जाँदैछु। धन्यवाद, तपाईँ सम्झनु भयो। खुसी खबर।
नम्बर टिप भन्नु त नम्बर तपाईँको टिम मेरो नेपाली गाह्रो पर्छ मलाई हामी लभ डाँडा जाँदैछु यो चाहिँ मेरो साथीहरू हिजो भर्खर काठमाडौँबाट आएको अनि यसलाई घुमाउनुको लागि ल्याएको हो कि यहाँनिर कस्तो छ के छ भनेर यो पनि आएको छैन अरे कि त्यसैले हामी जाँदैछु तिमीहरूले एउटा कुरा भन्छु गरे फेरि ल हिँड न तिमीहरू चाहिँ हाम्रो चाहिँ लभ डाँडा यही हो रमाइलो ठाउँ छ जे होस् राम्रो सिन आउँछ राम्रो फोटो आउँछ लभ डाँडा कति राम्रो देखेको यहाँबाट होइन त अब हामी चाहिँ फर्किनेतिर लाग्यो हौ माइला दाइ भेट्न फेरि हेलो गाइज हामी आइपुग्यो सिरिमेलमा हरेनको हामी चिया पसल घुमेर आयो हाम्रो दोस्त हाम्रो बहिनी म अब आजको भ्लग यति नै भनौँ हामीहरू घुमेको यताउति सबै देखाइसकेको छ तपाईँहरूलाई अनि आज कस्तो छ के छ राम्रो छ कि छैन